यो उतापट्टिदेखि नै हाम्रो अर्को फार्म हो। यहाँदेखि धेरै परसम्म फार्म छ र त्योभन्दा नि अझ उता चाहिँ नि हाम्रो किवी फार्म पनि छ। यो वर्ष हामीले खेती अलि राम्रैसँग गर्न कोसिस गरेका छौँ। यो चाहिँ हाम्रो गडौला पालनको एउटा ब्लक हो। यसमा चाहिँ हामीले प्रशस्तै गडौलाहरू राखेका छौँ। यो असाध्य नै न्युट्रिसस, अति नै राम्रो पोषणयुक्त र राम्रो हुन्छ, राम्रो मल हुन्छ। यहाँभित्र पुरै गडौलाहरू हालिएको छ र यसको अब हामीले निकाले गर्छौँ। महिनामा 30-40 केजी चाहिँ हामीले यो भर्मी कम्पोस्ट निकाल्छौँ। लगभग यहाँभित्र अब लगभग सबैतिर गएर कमसेकम 100 किलोभन्दा बढी चाहिँ गडौलाहरू छन्। र यहाँ हामीले फेरि अलिकति फरक विधि छ। जस्तै गोठे मलहरूलाई पनि हामीले डाइरेक्ट हाल्दैनौँ। यसरी यहाँ यसलाई मिलाएर चालेर सबै सिन्काहरू निकालेर पुरा फर्मेन्टेसन विधि पुरा गरेर मात्रै प्रयोग गर्छौँ। यसरी यो हाल्ने बित्तिकै यसलाई कालो सुनको रूपमा हामीले बुझ्छौँ। अब अझ हाम्रो उतापट्टि अर्को यो बाख्रा कुखुराको ऊ चाहिँ त्यो अलिकति कुखुराको चाहिँ थोरै दुर्गन्ध पनि आउँछ र हामीले छुट्टै राखेका छौँ। अर्को ब्लकमा छ त्यो। अनि बाख्रा गोबर कुँडाहरू पनि हामीले छुट्टै राख्छौँ। बाली हेरेर हामी फरक कुन बालीमा के हाल्ने हामीले त्यसलाई प्रयोग गर्दै काम गर्दै गरिरहेको छौँ। मैले अघि पनि भनिसकेँ, म एक्सपर्ट त होइन र मेरो टिम पनि एक्सपर्ट होइन, तर हामी गर्दा गर्दै धेरै कुरा जानिसक्यौँ। अब त्यसलाई पनि एक्सपर्टिजै भन्नुपर्छ। यसरी अब यो हामीले बाख्रा कुखुराको लागि यो खेती गरिएको हो। यो चाहिँ नि यहाँबाट हामीले झन्डै दिनमा 4-5 किलो निकाल्न मिल्छ र त्यो यिनीहरूको खाने दानामा जोड्न मिल्छ। र अब यो केराहरू यो प्रशस्तै फलिरहेका छन्। धेरै केराहरू छन् हाम्रो। अब यति जतन गरिएको छ कि यो चाहिँ हिँड्ने बाटो हो, बाटो यो सिँढी हो। सिँढी यो खास गरी अब जग्गा चाहिँ हाम्रै हो, तर यो सिँढी चाहिँ हामीले मन्दिर भद्रकाली मन्दिर जानको लागि हामीले बनाइएको सिँढी हो। तर हामीले यो यसको पनि अब यसको रमणीयता पनि कायम रहने, अनि यो शीतलता पनि हुने र उत्पादन पनि हुने। यसरी यो भित्ताभरि यहाँदेखि माथिसम्म केरा कमसेकम 300-400 प्लान्ट होला यसरी रोपिएको छ। हामीले अब यो यता चाहिँ नि यो उखु रोपेका छौँ। हामीलाई अत्याधिक मात्रामा चाहिने वर्षमा भनेको सखर पनि पर्छ र सखर हामी आफै बनाउन कोसिस गर्छौँ। किन भन्दा हाम्रो उत्पादनबाटै सखर पनि हुनसक्छ भन्ने हामीलाई विश्वास छ र हामी गरिरहेछौँ। त्यसैलाई फलो गरिरहेछौँ। केरा पनि राम्रो फलिरहेछ हाम्रो, एकदमै राम्रो फलिरहेछ। यहाँ माथि अब विभिन्न उयोहरू छ, उत्पादनहरू छ। कतै रोपिँदैछ, कतै हुर्किसकेको छ, कतै हार्भेस्ट गरिरहेछौँ। यस्तै छ, धेरैतिर भइरहेछ। अब यो चिलाउनेहरू जस्ता यो प्लान्टहरू पनि कमसेकम 50औँ प्लान्ट हाम्रोमा छ। यो चाहिँ नि विशेष गरी हाम्रो मौरीको लागि एकदमै राम्रो खाद्य हो। त्यसैले हामीले यो गरिरहेछौँ। अब म यसलाई अहिले कुट गर्न गइरहेको छु। यो स्पोर्ट्स हल मैले अघि भने एकदमै राम्रो छ, एकदम व्यवस्थित। यो पनि अब 2-3जना साथीहरूले थोरै सपोर्ट गरेर र एकजनाले अलिक विशेष रूपमा सपोर्ट गरेर चाहिँ यो हामीले तयार गरेका हौँ र यो एकदमै राम्रो छ। यसलाई चाहिँ नि हामीले फाइनल्ली बालबालिकाहरूको लागि राम्रोसँग काम गर्न पुगिरहेको छ। अब यो मलाई खुसी लाग्छ चाहिँ किन भन्दै, अब यो हाम्रो गाउँमा यहाँमा यो क्यामेराभित्र देखिएका मात्रै 31वटा घर छन् र ती घरमा जम्मा एउटा घरमा बाहेक मानिस छैनन्। एउटा घरमा पनि एउटा दम्पति मात्रै छन्, अरू कोही पनि छैनन्। तर हामी यसरी गाउँमा आएर यसरी भिर पोखरालाई काटेर गर्ने प्रयास गरिरहेका छौँ। हामी माथि कसैले पनि अन्याय नगरोस्, हाम्रो भावना बुझोस्। हामी सहर बजारमा हुर्किएर पनि गाउँमा आएर आफ्नो ठाउँलाई राम्रो बनाउनुपर्छ भनेर चाहिँ हामीले प्रयास गरेका छौँ। हामीले यहाँ काम गर्दाखेरि हाम्रा बालबालिकाहरूको मनोबल पनि उच्च भइरहेको हामीले पाएका छौँ। जुनसुकै ठाउँमा गए पनि हाम्रा बालबालिकाहरू असाध्यै अगाडि बढिरहेका छन्। जुनसुकै क्षेत्रमा पनि फर्स्ट सेकेन्ड सफल भएका छन्। अब अघि पनि मैले भने कान्दाको स्कुल त यो वर्ष राप्ती नगरपालिकाको सुगम भण्डाराका स्कुललाई पनि कान्दाको अनकन्टारको स्कुलले चाहिँ नि उछिनेर अगाडि बढ्न सक्यो। जहाँ चाहिँ मैले अघि पनि भने धारा, पानी, बत्ती, सडक केही पनि पुगेको थिएन। इभन पानी भने अहिले त्यहाँ एउटा संस्थाले सबैतिर पानी जोडिसकेको छ। तर अरू अहिले पनि यथावत उस्तै अवस्थामा छ र पनि हामी
मन वचन कर्मले आफ्नो कार्यक्षेत्रलाई अगाडि बढाउन खोजिरहेका छौँ र आफ्ना बालबालिकाहरू जुन कान्दासँगै बिलोङ्स गर्छन् उनीहरूलाई नै पढाएर सब कुरा सिकाएर गराएर उनीहरूलाई देशभित्रै एउटा उद्यमिक रूपमा हामीले चाहिँ नि अगाडि बढाउन खोजेका हौँ। यो महाअभियानमा सबैले साथ दिनु होला। सबैको साथ नभइकन हामी त एक पाइला पनि सर्न सक्दैनौँ। यो हामीले तरकारी उत्पादन गर्दैमा हाम्रो सारा समस्या समाधान हुँदैन। अन्य लाग्ने करोड बराबर अन्य खर्च लाग्छ। यसको लागि अहिलेसम्म सहयोग गर्दै आउनुभएका सम्पूर्ण दाताहरू, महान दाताहरू जसको आत्मा यति पवित्र छ, यति स्वच्छ छ, यति विचार उच्च छ, त्यसको त हामी कुनै शब्दमा उनी गर्न सक्दैनौँ। र यो महासागरमा उहाँहरूलाई यो उहाँ महासागरभन्दा ठुलो मन, उहाँहरूलाई मेरो उच्च सम्मान र सधैँ सहयोग गरिरहनु होला। र हामी यो कर्मद्वारा, मानवीय कर्मद्वारा मान्छेलाई दिएर होइन, गर्न सिकाएर गराएर ठुलो मान्छे बनाएर, उद्यमी बनाएर, व्यवसायी बनाएर एउटा देशलाई गुण गर्न सकौँ, देशलाई योगदान पुर्याउन सकौँ, यही मेरो शुभकामना छ। मैले यही भन्दै अब हाम्रा दिवंगत सुपुत्रहरूप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्दै हजुरहरू सबैको दिन शुभ रहोस् भन्न चाहन्छु। सबैको जय होस्।